हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। आजको यस भिडियोमा हामी साइन्टिफिक कम्युनिकेसनको इम्प्रुभ योर राइटिङ अन्तर्गतका सम्पूर्ण एस्सेहरूको समरीको बारेमा डिस्कसन गर्न जानेछौँ। यस भिडियोमा म हजुरहरूलाई सम्पूर्ण एस्सेहरूको समरी नेपाली भाषामा एकदम सरल र सहज तरिकाले बुझाउने प्रयास गर्दछु। त्यसैले यस भिडियोलाई हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला है त। ल अब ढिला नगरी आउनुहोस् आजको टपिकमा इन्टर गरौँ। हाम्रो फर्स्ट एस्सेको टपिक रहेको छ द इफेक्ट अफ साइन्टिफिक टेम्परामेन्ट अन म्यान र यो एस्सेको राइटर हुनुहुन्छ हाम्रो बर्ट्रान्ड रुसेल। ल अब यसको समरी सुरु गरौँ है त। यो लेखमा बर्ट्रान्ड रुसेलले आधुनिक विज्ञानको जन्मबारे चर्चा गरेका छन्। 17औं शताब्दीभन्दा पहिलेका वैज्ञानिकहरूले परम्परा र विश्वासमा भर परेका थिए, न कि सावधानीपूर्वक अवलोकनमा। नयाँ वैज्ञानिक पद्धतिले मानव भावना र इच्छाबाट प्रभावित नभई तथ्यहरू हेर्न जोड दियो। यस क्रान्तिकारी दृष्टिकोणले ग्रहहरूका इलिप्टिकल अर्बिट जस्ता खोजहरू सम्भव बनायो, जसले प्रकृति मानव अपेक्षाहरू अनुसार चल्छ भन्ने पुरानो विचारलाई चुनौती दियो। अहिलेको आधुनिक संसार चाहे राम्रो होस् वा नराम्रो, यही वैज्ञानिक आधारमा बनेको हो। रुचिपूर्ण कुरा के छ भने धेरैजसो सुसंस्कृत मानिसहरू यस वैज्ञानिक विकासबाट बेखबर छन्, जबकि पश्चिम संसारको प्रभावशाली पक्ष भनेकै तिनीहरूको वैज्ञानिक प्रविधि हो, जसले औद्योगिक क्रान्तिलाई सम्भव बनायो। यो क्रान्ति सुरुमा नपत्याइने जस्तो लागे पनि यसले संसारलाई परिवर्तन गर्यो र अहिले पूर्वीय मुलुकहरू पश्चिमबाट यी प्रविधिहरू सिक्न आतुर छन्। लेखको अन्त्यमा लेखकले सोधेका छन्, के यो वैज्ञानिक प्रगति अन्ततः मानव जातिको लागि सकारात्मक हो त वा नकारात्मक? ल यसरी चाहिँ हामीले फर्स्ट एस्सेको समरीलाई कम्प्लिट गर्यौँ र यो च्याप्टरका केही क्वेसन एन्सरहरू चाहिँ मैले यहाँ राखिदिएको छु। यो चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। अब यो क्वेसन एन्सरहरूले एक्सप्लेन गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन हैन। यो चाहिँ हजुरहरूले आफै हेर्न सक्नुहुन्छ। समरी बुझिसकेपछि यो क्वेसन एन्सरहरू चाहिँ खासै गाह्रो हुँदैन। ल अब मैले एन्सरहरू राखिदिएको छु, यो चाहिँ हजुरहरूले आफै एकचोटि हेर्नु होला है त। ल यसलाई स्क्रिनशट पनि लिन सक्नुहुन्छ हजुरहरूले। ल यसरी हामीले यो फर्स्ट एस्से चाहिँ कम्प्लिट गर्यौँ है त। ल अब हामी जाम सेकेन्ड एस्सेतिर। ल अब हाम्रो सेकेन्ड एस्सेको टपिक रहेको छ गड इन द गडलेस युनिभर्स र यो एस्सेको राइटर हुनुहुन्छ हाम्रो बर्ट्रान्ड रुसेल। ल अब यसको समरी सुरु गरौँ है त। बर्ट्रान्ड रुसेलको यो लेखले ईश्वरद्वारा शासित विश्वबाट विज्ञानद्वारा निर्माण भएको विश्वतर्फको परिवर्तनको चर्चा गर्छ। विज्ञानको आगमनभन्दा अगाडि मानिसहरू विश्वास गर्थे कि उनीहरूको भाग्य ईश्वरको हातमा हुन्थ्यो। भूकम्प जस्ता प्रकोपहरूलाई मानिसले ईश्वर रिसाएको कारण ठान्थे। यस्तो प्रकोपबाट बच्नका लागि उनीहरूले नम्र जीवन जिउँथे र ईश्वरको कृपाका लागि प्रार्थना गर्थे। त्यो ईश्वर मानिस जस्तो लाग्थ्यो, जसले गर्दा ब्रह्माण्ड कठोर भए पनि केही हदसम्म परिचित महसुस हुन्थ्यो। तर विज्ञानले सबै परिवर्तन गरिदियो। अब प्रार्थनाभन्दा बढी प्राकृतिक नियमहरूको ज्ञानले हामीलाई शक्ति दिन्छ। यो शक्ति प्रार्थनाले दिने भन्दा धेरै ठुलो र भरपर्दो छ। विज्ञानले हामीलाई यस्तो काम गर्न सक्षम बनाएको छ जुन पहिले असम्भव ठानिन्थ्यो, जस्तै परमाणु विभाजन गर्नु। ब्रह्माण्डको विशालता र यसको निरपेक्षता मानिसका लागि असजिलो हुन सक्छ। हाम्रो जीवन यस अनन्त योजनामा साना धुलाका कण जस्ता मात्र हुन्। तर विज्ञानको दृष्टिमा यस्तो सोचमा डुब्नु अर्थहीन छ। बरु हामीले वैज्ञानिक शक्तिको प्रयोग संसारलाई सुधार्नमा गर्नुपर्छ, चाहे त्यसमा विनाश र नवप्रवर्तन दुवै किन समावेश नहुन्। विज्ञानको माध्यमबाट हामी एक ईश्वरविहीन ब्रह्माण्डमा आफै ईश्वर बन्न सक्छौँ। ल यसरी चाहिँ हामीले यो सेकेन्ड एस्सेको समरी पनि कम्प्लिट गर्यौँ। यहाँ मैले यो च्याप्टरको केही क्वेसन एन्सरहरू पनि राखिदिएको छु। यो क्वेसन एन्सरहरू चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। अब समरी बुझिसकेपछि हजुरहरूले क्वेसन एन्सर पनि बुझिहाल्नुहुन्छ। यसलाई चाहिँ मैले एक्सप्लेन गरिराख्नु छ पर्छ जस्तो मलाई लाग्दैन, त्यही भएर क्वेसन एन्सरहरू चाहिँ मैले स्किप गरिदिएको छु। यो चाहिँ हजुरहरूले आफै हेर्नु होला है त। ल यो क्वेसन एन्सरहरूलाई चाहिँ हजुरहरूले स्क्रिनसट लिन सक्नुहुन्छ। ल एबिसी भयो, ल यो सी र डीको पनि स्क्रिनसट लिनु होला है त। ल यसरी चाहिँ हामीले यो सेकेन्ड च्याप्टर पनि कम्प्लिट गर्यौँ है त, गड इन द गडलेस युनिभर्स। ल अब हामी थर्ड च्याप्टरमा जाऊँ। हाम्रो थर्ड च्याप्टरको नेम रहेको छ पल्युसन एन्ड सुपर पल्युसन। यो पल्युसन एन्ड सुपर पल्युसनको एस्सेको राइटर चाहिँ हाम्रो गॉर्डन रेट्रे ट्यालर हुनुहुन्छ। ल अब यसको समरी सुरु गरौँ है त। जी.आर. टाइलरद्वारा लेखिएको पल्युसन एन्ड सुपर पल्युसन भन्ने पाठले संसारभर फैलिएको प्रदूषणको गम्भीर समस्यालाई वर्णन गर्दछ। लेखकले अपोलो 8 को सर्वेक्षणका निष्कर्षहरू प्रस्तुत गर्दै ओसाका, टोकियो र लस एन्जलस जस्ता सहरहरू अत्याधिक प्रदूषित रहेको बताएका छन्। विशेष गरी लस एन्जलस विश्वकै सबभन्दा खराब वायु प्रदूषण भएको सहरको रूपमा चिनिन्छ, जहाँ प्रति वर्ग किलोमिटरमा 34 टन फोहोरहरू पाइन्छ, जुन न्युयोर्कको 70 टनभन्दा दोब्बर हो।
यस पाठले प्रदूषणका कारणले स्वास्थ्यमा पर्ने गम्भीर असरहरूलाई उल्लेख गर्दछ। कसरी कम दृश्यताको कारणले गर्दा ट्राफिक दुर्घटनाहरू हुने गर्दछन् र ट्राफिक प्रहरीले समेत ताजा हावाको कमी हुने कुरा उल्लेख गर्दछ। यसको समाधानका रूपमा सार्वजनिक स्थलहरूमा सिक्का हालेर प्रयोग गर्न मिल्ने अक्सिजन मेसिनहरू राख्नुपर्ने कुरा बताएका छन्। लेखकले कक्षा कोठामा विद्यार्थीहरूले आफूलाई प्रदूषणबाट जोगाउन मास्क लगाउनुपर्ने सुझाव दिएका छन्। यस पाठमा वातावरणीय समस्याको व्यापकताको पनि वर्णन गरिएको छ, जसमा हानिकारक ग्यास, अम्ल, धातु र विषादीहरूको फोहोर निकास समावेश छ। मानवीय गतिविधिहरू जस्तै जङ्गल फडानी, अत्याधिक ताप र धुलो र केही प्रजातिहरूको प्रवर्धन आदि वातावरणीय विनाशका कारण हुन्। पाठमा सुपर पोल्युसनको अवधारणा पनि प्रस्तुत गरिएको छ, जहाँ अत्याधिक मात्रामा फोहोर पानीमा फालिँदा ती प्राकृतिक रूपमा सफा हुन नसक्ने स्थिति आउँछ, जसको पुनःस्थापना गर्न सयौं वर्ष लाग्न सक्छ। मानवका क्रियाकलापले वातावरणमा परेको प्रभावलाई लेखकले इकोलोजिकल क्याटास्ट्रोफको रूपमा व्याख्या गरेका छन्, जसबाट पुनःस्थापनाको सम्भावना कठिन बन्छ। पाठको निष्कर्षमा वातावरणमा स्थायी क्षति पुग्न सक्ने चेतावनी दिँदै प्रदूषणको समस्यालाई तुरुन्त सम्बोधन गर्न र दिगो अभ्यासहरू अपनाउन जोड दिएको छ। र यसरी चाहिँ हामीले यो च्याप्टरको समरीलाई कम्प्लिट गर्यौं। अब यस च्याप्टरमा रहेका केही क्वेशन एन्सरहरू छ, यसलाई चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ है त। ल यहाँ 4 क्वेशन एन्सरहरू छ, छोटो छ एन्सर पनि। ल यसलाई हेर्नु होला है त। समरी बुझिसकेपछि क्वेशन एन्सरहरू पनि सजिलै हुन्छ। ल अब हामी हाम्रो नेक्स्ट एस्सेमा जाउँ। हाम्रो नेक्स्ट एस्से रहेको छ साइन्स एन्ड सर्भाइभल र यो एस्सेको राइटर हुनुहुन्छ हाम्रो ब्यारी कमनर। ल अब यसको समरी हेरौँ है त। यस पाठले डीडीटी र फ्लड जस्ता केही आधुनिक प्रदूषकहरूले निम्त्याउने जोखिमहरूबारे चलिरहेको वैज्ञानिक बहसलाई सम्बोधन गर्दछ, जसले मानव स्वास्थ्य र वातावरणमा तिनीहरूको दीर्घकालीन प्रभावहरूको बारेमा उल्लेख गरेको छ। टेक्नोलोजीको विकास जस्तै आणविक हतियार र कीट नियन्त्रण उपायहरू अपनाउँदा समाजले सम्भावित हानिका बारेमा पूर्ण रूपमा नबुझी जोखिमहरू उठाएको देखिएको छ। यो अन्जानमा आफैमाथि गरिएको प्रयोगले भविष्यका पुस्ताहरूका लागि अप्रत्याशित परिणामहरू निम्त्याउन सक्छ। केहीले यस्तो जोखिम वैज्ञानिक प्रगतिका लागि आवश्यक भएको तर्क गरे तापनि पाठले आधुनिक जोखिमहरूको मात्रा र दीर्घकालीन प्रभाव अतीतका प्रविधिगत जोखिमहरू भन्दा धेरै भएकोमा चेतावनी दिन्छन्। अहिलेका प्रदूषकहरू विश्वव्यापी रूपमा फैलिएका छन् र लामो समयसम्म वातावरणमा रहन्छन्। त्यसैले भविष्यमा विनाशकारी विपदहरूबाट जोगिन विज्ञान र प्रविधिमा सतर्कता अपनाउन पर्ने आवश्यकतामा जोड दिएको छ। त्यसैगरी पाठले विज्ञान र प्रविधिको प्रगतिको सामना गर्दा त्रुटिको सीमा घट्दै गएको बारेमा चिन्ता व्यक्त गर्दछन्। पहिलेको जोखिमहरू जस्तै स्टिम इन्जिनको विस्फोटहरू सीमित क्षेत्रमै सीमित हुन्थे र छोटो समयमै नियन्त्रणमा ल्याउन सकिन्थ्यो, तर अहिलेका जोखिमहरू जस्तै आणविक दुर्घटनाहरूले विशाल क्षेत्रहरूलाई बसोबास अयोग्य बनाउने खतरा बोकेको छ। अन्य मानव गतिविधिहरूको तुलनामा आधुनिक प्रदूषकहरूले निम्त्याउने जोखिमहरू सानो भए तापनि भविष्यका पुस्ताहरूका लागि दीर्घकालीन परिणामहरूलाई विचार गर्नु आवश्यक रहेकोमा जोड दिएको छ। जोखिमहरू नबुझिकन अगाडि बढ्ने अहिलेको प्रवृत्तिको आलोचना गर्दै पाठले वैज्ञानिक प्राथमिकताहरूको पुनर्मूल्याङ्कन माग गर्छ। यसमा भविष्यका खतराहरूको भविष्यवाणी गर्न सक्ने र प्रकृतिमा मानवीय हस्तक्षेपलाई नियन्त्रण गर्न सक्ने प्रणालीको विकासमा ध्यान दिनुपर्ने बताइएको छ। अन्ततः पाठले चेतावनी दिन्छ कि खतराको वास्तविक मापन अहिलेको जोखिममा भन्दा पनि भविष्यमा समाजले यदि यो मौलिक कमजोरी समाधान नगरेमा हुन सक्ने सम्भावित विनाशमा हुन्छ। र यसरी चाहिँ हामीले यो एस्सेको समरीलाई कम्प्लिट गर्यौं। अब यस च्याप्टरमा रहेका केही क्वेशन एन्सरहरू छ, त्यसलाई चाहिँ हजुरहरूले हेर्नु होला है त। ल यो क्वेशन एन्सरहरू चाहिँ हजुरहरूले स्क्रिनशट लिन सक्नुहुन्छ र यसलाई हेर्नु होला। ल अब हामी नेक्स्ट च्याप्टरमा जाऊँ। हाम्रो नेक्स्ट च्याप्टर रहेको छ म्यान एन्ड नेचर। यो म्यान एन्ड नेचरको राइटर चाहिँ हाम्रो जे ब्राउनस्की हुनुहुन्छ। ल अब यसको समरी हेरौँ है त। जे ब्राउनस्कीको लेखले मानव पहिचानको मौलिक प्रश्नलाई प्रकृतिसँग हाम्रो सम्बन्धको दृष्टिकोणबाट अन्वेषण गर्छ। उनले तर्क गर्छन् कि मानिसहरू प्रकृतिको भाग हुन् भन्ने कुरा सतही रूपमा सजिलो देखिए पनि यसले हाम्रो आत्मधारणामा गहिरो प्रभाव पार्ने चुनौतीहरू बोकेको छ। ब्रोन्स्की आफ्नो तर्कको आधार यस सोचमा राख्छन् कि मानिसहरू पनि अन्य जीवहरू जस्तै प्रकृतिको अङ्ग हुन्, जुन विचार अहिले आधुनिक विश्वमा विभिन्न समूहबीच पनि व्यापक रूपमा स्वीकार गरिएको छ। यद्यपि यो विचार सरल देखिन्छ, ब्रोन्स्की भन्छन् कि यसमा एउटा लुकेको चुनौती छ। यो विचार मानव असाधारणताको परम्परागत विश्वाससँग टक्राउँछ, जुन विश्वास अनुसार मानिसहरू प्रकृतिभन्दा अलग र श्रेष्ठ छन्। ब्रोन्स्कीका अनुसार यही चुनौती विस्फोटक शक्ति हो, जसले पश्चिमी समाजको आत्मविश्वासलाई हल्लाएको छ। ब्रोन्स्कीले इतिहासमा 16औं शताब्दीका जियोर्डानो ब्रुनो नामक दार्शनिकलाई दृष्टान्तको रूपमा प्रस्तुत गर्छन्, जसलाई पृथ्वी विशेष होइन र मानवता असाधारण छैन भन्ने जङ्गली विश्वास राखेको कारण जिउँदै जलाइयो।
ब्रुनोको विचारले त्यति बेला प्रचलित मानव केन्द्रित दृष्टिकोणलाई चुनौती दिएको थियो। ब्रोन्सकी भन्छन् कि मानिसहरू प्रकृतिको हिस्सा हुन् भन्ने विचारप्रति असहजता हुनुको कारण हामी भित्र गहिरो रूपमा बसेको विशेष र अलग देखिनु चाहने मनोवृत्तिमा छ। उनले यसलाई ईर्ष्यालु चाहना भन्छन्, जसले हामीलाई प्रकृतिभन्दा पृथक र विशेष रूपमा सिर्जना गरिएको भन्ने विश्वास गर्न बाध्य बनाउँछ। ब्रोन्स्कीको तर्कअनुसार हामी प्रकृतिको अङ्ग हौ भन्ने कुरालाई स्वीकार्नु यति साधारण लागे पनि मानव असाधारणताको सम्बन्धी हाम्रो पुरानो विश्वाससँग आम्ने सामने भिड्नुपर्ने बताउँछन्। यो चुनौतीले हाम्रो आत्मबोध र प्रकृतिसँगको सम्बन्धलाई गहिरो रूपमा पुनः परिभाषित गर्न सक्छ। ल यसरी चाहिँ हामीले म्यान एन्ड नेचरको समरी पनि कम्प्लिट गर्यौं। अब यसमा केही क्वेशन एन्सरहरू छ, यो क्वेशन एन्सरहरू हेर्नु होला है त। ल यो क्वेशन एन्सरहरू हजुरहरूले बुझिहाल्नुहुन्छ। ल अब हाम्रो नेक्स्ट टपिकमा जाऊँ। हाम्रो नेक्स्ट एस्से रहेको छ म्यान एन्ड हिज इन्भाइरोमेन्ट र यो म्यान एन्ड हिज इन्भाइरोमेन्टको राइटर हुनुहुन्छ हाम्रो रोबर्ट अर्विल। ल अब यसको समरी हेरौँ है त। यो पाठले वातावरणीय गुणस्तर सुधार गर्न बहुआयामिक दृष्टिकोणको आवश्यकतालाई जोड दिन्छ। यसले धारणा अर्थात् पर्सेप्सन, शिक्षा, आर्थिक सशक्तता, अनुसन्धान, प्रभावकारी नीति तथा प्रशासनको महत्त्वलाई उजागर गर्छ। पाठमा भनिएको छ कि हालका वातावरणीय समस्याहरू समाधान गर्दै जाँदा नयाँ चुनौतीहरू देखा पर्नेछन्, जसको लागि निरन्तर मूल्याङ्कन र समायोजन आवश्यक हुन्छ। यस प्रक्रियाको केन्द्रमा समाजले वातावरणलाई आकार दिने तत्त्वहरूलाई बुझ्न र विश्लेषण गर्न सक्ने क्षमता हुनु जरुरी छ, जसले जीवनमा गहिरो उद्देश्य सिर्जना गर्छ र वातावरणसँगको नयाँ सम्बन्ध स्थापना गर्न सहयोग पुर्याउँछ। पाठले वातावरणप्रति प्रेरणादायी र जनमानसलाई संलग्न गराउने विचारहरूको उपयोग आवश्यक भएको बताउँछ र मानव जाति प्रकृतिसँग गहिरो रूपमा सम्बन्धित रहेको र हाम्रो कार्यले वातावरणलाई र अन्य जीवजन्तुहरूमा ठूलो असर पार्ने तथ्यलाई स्वीकार गर्छ। पाठले मानव इतिहासमा पृथ्वीमा पारिएको प्रभावमाथि पनि विचार गर्छ र वातावरणमा हामीसँग रहेको ज्ञान र शक्तिको प्रयोगले भविष्यमा कस्तो असर पार्न सक्छ भन्ने प्रश्न उठाउँछ। अतीतमा प्रगतिले प्राय वातावरणीय विनाश ल्याएको भए तापनि भविष्यको प्रगति विनाश बिना सम्भव हुन सक्ने सम्भावनालाई पाठले देखाउँछ। यसका लागि हाम्रो प्राकृतिक सम्पदाका महत्त्वपूर्ण र दीर्घकालीन पक्षहरूको गहिरो बुझाइका आधारमा सृजनात्मक दृष्टिकोण अपनाउनु आवश्यक छ। साथै पाठले उपभोक्ताको सचेतनाको महत्त्वलाई जोड दिँदै उपभोग बानीको वातावरणीय असर विचार गर्न र अव्यवस्थित अभ्यासको सट्टा वैकल्पिक उपायहरू माग गर्नुपर्ने सुझाव दिन्छ। यसले स्रोत व्यवस्थापनमा कमजोरी पत्ता लगाउन र सुधार गर्न मापदण्ड विकास गर्न आह्वान गर्दै वातावरणीय क्षति न्यूनीकरण र दिगो जीवनशैली प्रवर्धन गर्न सामूहिक प्रयासको आवश्यकतालाई ओइलाउँछ। ल यसरी चाहिँ हामीले म्यान एन्ड हिज इन्भाइरोमेन्टको समरीलाई कम्प्लिट गर्यौं। ल यो म्यान एन्ड हिज इन्भाइरोमेन्टका केही क्वेशन एन्सरहरू छ। यो क्वेशन एन्सरहरू चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। ल यसको स्क्रिनशट लिनु होला। ल यसरी चाहिँ हामीले यो च्याप्टर 6 पनि कम्प्लिट गरौँ हैन। ल अब हामी जाम नेक्स्ट च्याप्टर, हाम्रो लास्ट च्याप्टर द कस्ट अफ सोलर हिट है त। ल अब हाम्रो लास्ट एस्से रहेको छ द कस्ट अफ सोलर हिट। यो एस्सेको राइटर चाहिँ हाम्रो याचे बेथे हुनुहुन्छ। ल अब यसको समरी हेरौँ है त। पाठले ठूलो मात्रामा ऊर्जा उत्पादनका लागि सोलर हिट प्रयोग गर्ने सम्भाव्यता र लागत सम्बन्धी पक्षहरूको अध्ययन गरेको छ। यसले संकेत गर्छ कि सूर्यको प्रकाशलाई ऐनाहरूको सहायताले सेन्टर बोइलरमा फोकस गराउने सोलर पावर प्रोजेक्टहरूको प्रयास भइरहे पनि यी ट्रेडिसनल न्युक्लियर फिसन रियाक्टरहरू भन्दा धेरै महँगा छन्। लेखकले सोलर पावरका चुनौतीहरूलाई उल्लेख गरेका छन्, जसमध्ये मुख्य चुनौतीहरू सूर्यको प्रकाश हुने समयमा मात्र विद्युत उत्पादन गर्नुपर्ने आवश्यकता र राति वा बादल लागेका दिनहरूमा इनर्जी स्टोरेजको समस्याहरू हुन्, जसले सोलर इनर्जीसँग सम्बन्धित लागतलाई अझ बढाउँछ। साथै पाठमा सोलर पावरको लागत विवरण पनि दिएको छ, जसमा उल्लेख छ कि यद्यपि कुल लागतको ठूलो हिस्सा ऐना र इलेक्ट्रोनिक ड्राइभ मेकानिजममा खर्च हुन्छ, सोलर पावर अझै पनि परम्परागत ऊर्जा उत्पादन विधिहरूको तुलनामा अत्यन्तै महँगो छ। यद्यपि लागत घटाउने उद्देश्यले ठूला परिणामहरू उत्पादन गर्ने प्रयासहरू भइरहेका छन्। लेखकले निष्कर्षमा सोलर पावर अझै पनि महँगो रहने सम्भावनाको बारेमा कुरा गरेका छन्, जसले यसलाई प्रमुख ऊर्जाका स्रोतको रूपमा व्यापक रूपमा अपनाउन कठिन हुने कुरा बताउँछन्। र यसरी चाहिँ हामीले द कस्ट अफ सोलर हिटको समरीलाई पनि कम्प्लिट गर्यौं। ल अब यसका केही क्वेशन एन्सरहरू छ। यो क्वेशन एन्सर चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। समरी बुझिसकेपछि क्वेशन एन्सर बुझ्न खासै गाह्रो हुन्छ जस्तो मलाई लाग्दैन, त्यसैले क्वेशन एन्सरहरूलाई चाहिँ मैले एक्सप्लेन गरिन, यो चाहिँ हजुरहरूलाई छोडिदिए। ल यसरी आजको भिडियोमा चाहिँ हामीले इम्प्रुभ योर राइटिङ अन्तर्गतका 7 वटै एस्सेहरूको समरी र क्वेशन एन्सरहरूको बारेमा डिस्कसन गर्यौं।
यी एसेहरू चाहिँ हाम्रो इक्जामको लागि एकदम इम्पोर्टेन्ट छ, त्यसैले यसले एसेहरूलाई चाहिँ हजुरहरूले राम्रोसँग पढ्नु होला। ल अब यदि हजुरले हाम्रो भिडियो मन पर्यो भने हाम्रो भिडियो लाइक गरिदिनु होला र आफ्नो साथीभाइहरूसँग सेयर पनि गरिदिनु होला। ल अब आजको लागि त यति नै गरौँ है त। ल थ्याङ्क यू अल, हेभ अ नाइस डे, ओके बाई बाई।